योमरी पुन्ही मूलतः धान्य पूर्णिमा भनेर पनि चिनिन्छ र यो दिनमा नेवारी परम्परा अनुसार एउटा मिठो चिज पाक्ने गर्छ जसलाई योमरी भन्ने गरिन्छ। योमरी पुन्हीका बारेमा धेरै किम्वदन्ती भए पनि सपरिवार मिली योमरी बनाई खुसी साटासाट गर्नु नै मुख्य आधार हो। योमरी नेवा संस्कृतिको प्रतीक हो भन्दा पनि फरक नपर्ला, जसले नेवा खाद्य संस्कृतिलाई परिभाषित गर्दछ। त्यही संस्कृतिलाई थोरै भए पनि महसुस गर्न हामी पुग्यौं पार्क भिलेज रिसोर्ट। योमरी प्राय चाकु र तिल भरेर बनाइने गर्छ। जाडो महिनामा चाकुले शरीरलाई न्यानो बनाई ऊर्जा दिने गर्दछ भनेर बुझिने गर्छ। यहाँ हामीले खुवाको र पनिरको पनि योमरी बनायौं। योमरीको स्वाद अनि पार्क भिलेजको माहौल दुवै लाजवाब। हामीले त पार्क भिलेज गएर योमरी बनायौं अनि योमरी मज्जाले खायौं पनि। के तपाईको नेवार साथीले तपाईलाई योमरी दियो त? सोच्नुस् है, सोच्नुस्। ए साँच्ची, फलो फर मोर भिडियोज है त।